संरक्षण, श्रद्धा र संस्कृतिको प्रतीक गौँब्याह हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाको दिन ललितपुर पाटनको नकबहिल परिसरमा विधिवत पूजा सम्पन्न गरेपछि सुरु हुने गर्दछ। गौँब्याह दशैँको समयमा नेवा समुदायले प्रत्येक वर्ष प्रदर्शन गर्ने पवित्र नाच हो। यो घटस्थापनाको रातदेखि सुरु भई 11 दिनसम्म निरन्तर चल्छ र एकादशीको दिन सम्पन्न हुन्छ। घटस्थापनाको अघिल्लो रात तन्त्र साधना गरिसकेपछि एका बिहानै आहार विहार शुद्धि गरी ललितपुर पाटन न्याहचुकको नित्यनाथ मन्दिर प्राङ्गणमा देवगन कलेवर पोसाक गरगहनासहित मुकुण्डो नलगाई त्यहाँबाट क्रमबद्ध भएर नागबहाल हुँदै नकबहिल पुग्छन्। यसै दिन बेलुकादेखि यो नाच सुरु हुन्छ। विभिन्न रङको अलग अलग वस्त्रले सजिएर चह चह बोलसँगै पञ्चतालमा 13 देवगन कहिले दौडिने, कहिले उफ्रिने र कहिले विभिन्न मुद्रा र भावभङ्गीमा मण्डलाकार बनाएर नाच्ने गर्दछ। नेपाल भाषामा गौँब्याह भनिने यस नाचलाई अष्टमातृका नाच पनि भनिन्छ। घटस्थापनाका दिनदेखि सुरु हुने यो नाच बाजागाजा सहित पाटनको नागबहाल पटको हुँदै मङ्गलबजार पुगेका देवगणहरूलाई तलेजुका पुजारी राजोपाध्याय ब्राह्मणले विधिवत पूजा गरी पाटन दरबार क्षेत्रको मूल चोकमा प्रवेश गराइन्छ र देवगणहरूद्वारा नाच देखाइन्छ। त्यसपछिको 5 दिनसम्म राति पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा गौँब्याह प्रस्तुत गरिन्छ। फुलपाती र विजयादशमीको दिन भने दिउँसो पाटन दरबार क्षेत्रको मूल चोकमा यो नाच देखाइन्छ। अन्तिम दिन अर्थात् आश्विन शुक्ल एकादशीका दिन बेलुका नकबहिलको डबलीमा विशेष नाच देखाएर नाच छे गई देवगणले मुकुण्डो उतारेपछि यो नाच सम्पन्न हुने गर्दछ। गौँब्याहमा दिनहुँ क्रमशः विभिन्न वर्णका 13 देवगणहरू सिंहिनी श्वेत वर्ण, भैरव नील वर्ण, गणेश श्वेत वर्ण, कुमार रक्त वर्ण, ब्रह्मायनी कुकुम वर्ण, महेश्वरी श्वेत वर्ण, कौमारी रक्त वर्ण, वैष्णवी हरित वर्ण, वाराही रक्त वर्ण, इन्द्रायणी कुकुम वर्ण, चामुण्डा रक्त वर्ण, महालक्ष्मी रक्त वर्ण र व्याघ्रिणी पीत वर्णले नाच प्रस्तुत गर्दछन्। यस नाचको केन्द्रमा 8 देवीहरू ब्राह्मिणी, महेश्वरी, बालकुमारी, वैष्णवी, बाराही, इन्द्रायणी, महाकाली र महालक्ष्मी बस्ने गर्दछ, जसलाई सामूहिक रूपमा अष्टमातृका भनिन्छ। यो नाच नेपाल सम्वत 784 मल्लराजा श्रीनिवास मल्लको पालामा सुरु भएको मानिन्छ। समाजमा प्रचलित जनश्रुति अनुसार राजा श्रीनिवास मल्लले सपनामा आफ्नो मूलचोकमा 8 मातृका र भैरवको गण श्वेत गणेश, कुमार सिंहिनी, व्याघ्रिणी, ख्याक र कङ्काली सहित नाचिरहेको देखे। त्यसपछि उनले आफ्ना राजपुरोहित मधुसूदन राजोपाध्यायसँग सपनामा देखे अनुसारको नाच नचाउने इच्छा व्यक्त गरे। यसका लागि ललितपुर न्याहाचुकका तान्त्रिक आचार्य कुलापातसँग सल्लाह गरी सपनामा देखे अनुसारको अष्टमातृका र भैरव मातृका देवदेवीको वर्णम सहितको चच्चा बाजा ताल मिलाई दशैँको समयमा प्रदर्शन गर्ने निर्णय गरिएको हो। राजाका पुजारीहरूले कुनै देवता अपमानित नहुँ भनी नेवा समुदायका संरक्षक देवता समेत यस नाचमा समावेश गर्न सुझाव दिएका थिए। त्यसपछि 5 संरक्षक देवता भैरव, सिंहिनी, व्याघ्रिणी, गणेश र कुमार पनि सहभागी भए, जसले गर्दा गौँब्याहमा जम्मा 13 देवी देवताको नाच देखाइन्छ। यी 5 देवतालाई नेवारहरूले आफ्ना संरक्षक वा पालक देवताको रूपमा मान्छन्। यो नाच 8 महाभय पानी, सिंह, अग्नि, सर्प, हात्ती, चोर, अन्यायपूर्ण कैद र प्रेतलाई हटाउने प्रतीक हो। पौराणिक कथन अनुसार ललितपुरलाई संरक्षण दिने देवतालाई खुसी पार्ने र आफ्नो रक्षा गर्न अष्टमातृकाको पूजा गर्दै नाच निकाल्न थालिएको हो।
शक्तिको उपासनासँग सम्बन्धित यस नाचमा नेवा समुदायका मानिसहरूले 13 देवी देवताको मुखुन्डो र सोही अनुरूप वेशभूषा आभूषण धारण गरी तान्त्रिक विधिपूर्वक परम्परागत बाजागाजाका साथ नाच्दै अघि बढ्ने गर्दछन्। प्रत्येक देवगनको फरक फरक मुद्रा र भावभङ्गीमा प्रस्तुत गरिने यो नाच बालबालिका र युवा वर्गका लागि मनोरञ्जनसँगै संस्कृति, संस्कार र धार्मिक महत्त्व बुझ्ने माध्यम पनि बनेको छ। गौब्याह अथवा अष्टमातृका नाच केवल नाच मात्र नभई आस्था, संरक्षण र सांस्कृतिक पहिचानको जीवित परम्परा हो।